नाच्दियो भनेको ल जा हेलो गाइस वेलकम ब्याक टु माई भ्लग। आज चाहिँ म अर्को भ्लग लिएर आएको छु गाइस। आजको भ्लग चाहिँ म यता नदीमा माछा मार्न आएको छु गाइस। हेर्न सक्नुहुन्छ, तपाईँलाई देखाउँछु, तल देख्न सक्नुहुन्छ। यो तालमा आज मैन हालेर माछा मार्ने हो हामीहरू चाहिँ। गाउँको सबै मान्छे आएका छन्, देख्न सक्नुहुन्छ। त्यही धेरै बुढा मान्छे देखि जेन्जीहरू सब आउनु भएको छ। यो चाहिँ आज टक्क पाल्सा लगाएर हामीहरू चाहिँ यता गर्ने हो। मैन हालेर मैनलाई कुटेर अनि त्यो नदीमा हालेर अनि मैन माछा मार्ने हो होइन गाइस। तपाईँहरूलाई म फुल भिडियो देखाउँछु, हेरेर सपोर्ट गरिदिनु होला ल गाइस। यहाँ देख सकते हो सब अपने अपने काम में बिजी है गाइस। आज म तपाईहरुलाई देखाउन चाहन्छु गाइस, यताको मैन हालेको माछा कसरी मर्छन् गाइस। देख्न सक्नुहुन्छ, फुल भिडियो हेरेर सपोर्ट गरिदिनु होला। जेन्जी पार्टी हो हाम्रो, जेन्जी लोग देख सकते हो। जेन्जीहरू सब यहाँ गर्दैछन्। ओ जेन्जी काम गर काम। देख्न सक्नुहुन्छ साथीहरू कतिजना छन्। 1 जना 2 3 4 5 6 7 8 9 10 11 12 कति माथि छन् 13 14 देख्न सक्नुहुन्छ माथि पनि। उहाँ पनि जाँदैछन् गाइस। हारा बज्यो पनि यहाँ देख्न सक्नुहुन्छ कानमा यस्तो फुल हालेर पोज गरेर बज्यो पोज। नाच्दियो भनेको र फुल झरे बज्यो फुल भयो 5 सेकेन्ड गयो। डान्स यहाँ डान्स चल्छ बिना गीत नाच्दै हुनुहुन्छ बाजे चाहिँ। ओके गाइज, अहिले चाहिँ हामीहरू यता देखाउँछु होइन कस्तो कस्तो गरिरहेछन्। पाल लगाएर टक्क यो चाहिँ हाम्रो रम्बास भइहाल्यो। योलाई चुटेर मैन भन्छौँ हामीहरू चाहिँ यसलाई। रम्बास कुटेर अनि त्यसमा हाल्ने तालमा अनि माछा भाइसिङ मर्छन्। देख्न सक्नुहुन्छ 2वटा पाल अनि जेन्जीहरू सब छन् है, बुढादेखि लिएर। ओके गाइज, हेर्दै जानु होला भिडियो। देख्न सक्नुहुन्छ आजको भिडियोमा कति माछा मर्छन् गाइज। देख्न सक्नुहुन्छ आज कति माछा मर्छन्, कति मार्न सक्छौँ हामीहरू, कसरी मार्छ हेर्दै जानु होला। आजको भिडियो धेरै राम्रो हुनेछ गाइज। देख्न सक्नुहुन्छ तपाईँहरू 2वटा पाल लगाएर टक्क उ गरेर अब माछा मार्ने तर्फ लागिरहेछौँ हामीहरू चाहिँ। देख्न सक्नुहुन्छ यता चाहिँ रम्बास कुटेर हाल्ने हो। यो चाहिँ पछाडिपट्टि भइहाल्यो। देख्न सक्नुहुन्छ हाम्रो बाजे भयो, अङ्कल, तिनीहरू खुच्चेदेखि लिएर सबै छन्। धेरै हल्ला गरिरहेछन् गाइज। आज कति माछा मार्न सक्छौँ गाइज कमेन्ट गर्नुहोस् त सबजनाले। देख्न सक्नुहुन्छ गाइस कति धेरै मान्छे 2 4 6 8 10 12 14 16 17 18 गाइस 18 जना जति छौँ गाइस। हेर्न सक्नुहुन्छ
देख्न सक्नुहुन्छ साथीहरू आज हामीहरूले कति के गरेर देख्न सक्नुहुन्छ माछा डाउन रम उयो लाग्यो गेरडे लाग्यो चालिने गेरडी पनि छ यदि खोलाएका छौँ गाइज अघि यता ताल थियो अहिले चाहिँ यस्तो भएको छ यता देख्न सक्नुहुन्छ सबै जेन्जीहरू अहिले मास कुटिरहेछन् गाइज देख्न सक्नुहुन्छ चल्ली देख्न सक्नुहुन्छ गाइज ए मन चुट्यो देख्न सक्नुहुन्छ गाइज यसरी माछा मार्दैछौँ हामीहरू चाहिँ अहिले चाहिँ यहाँ माछा मारेको माछा गरी सब सल्लाहमा हाल्दैछौँ यसलाई भरिहालेर चाहिँ देख्न सक्नुहुन्छ साथीहरू सल्लो पनि भरिसकेको छ पाल्का चुली गाइज अब भर्खर माछालाई Alam masam na saya. Hetayo. Boleh. Kali kata dia kata. Cuca. Main kambal main asal aune chon. Asal kali ro laga. Boleh kata bacche ko ni. Pura to bhega dira. Bhega par kuna yaar. Pura bhega dira. Boleh. अर्को टोली मैं चुप रहे टोली सकियो टोली आप भागा लदी आउने हो यहाँ हो तो आज ये मुझे आज ठुलो मान्छेले यार फेरि कप्पल ले जाओ पहिला आज ठुलो मान्छेले यार मजाले हाल्छ ओ बोलाउन नपछि किन बोलाउने सेकेन्ड मान्छे बोलाउन ए बुढाले त काम पनि सक्यो भाइ आफूले राति बसेर ले घर गयो आफूले मारे हैन जति म आफूले मार्यो त्यसले जानु हुँदैन आइडिया भाइ अहिले यहाँ मान्छे सब मारेर घरै हिँड्छ यहाँ खाली भयो भन्नान बिल्ला बढी भएर नि मुसाने मद्दा कसैले ठिक गरे हामीलाई सोध्यो होला कसैले ठिक गरे होला आशालाई त धेरै मन लाग्छ भाग्यो खाली उ गर्दै के भाइ तपाईँ निकै नै लागेको थियो मैले निकै लागिदिएको त जान्छ भेटेन क्या त ठुलो माछा मान्दैन सल्लाएन सल्लो भएन त्यो यो पनि कसो माछा देख्यो भक्का मार्ला त्यहाँ देख्यो तपाईँ देखिन बल्छिना लगाएको कचले भने सब म दिन बल्छिना लगाएको भने एक दिन आएर 32 कचल लाग्थ्यो 32 बटाबट अलि बाटो दिएको आउँछ
हो आइज नि गयो ताल गयो हजुर ताल सल्लाइन ताल ताल झर्नु ताल ल जा सल्लाह बिलबाट म जसले देखाउँछु पछि आयो जसले देखाउँछु तानिया तल डुब्की हान्न बजेर डुब्की खान माछा देखायो देखेन ओके गाइज अब चाहिँ हामी यो पाल निस्काउँदैछौँ आजको माछा यति नै होइन अब कति मर्यो देख्न सक्नुहुन्छ गाइज म तपाईँहरूलाई देखाउँछु कति माछा मरेको छ भनेर हेर्दै जानु होला भिडियो अन्तिमसम्म देख्न सक्नुहुन्छ यसरी निकाल्दैछन् ओके गाइज अहिले चाहिँ हामीहरू माछा मारेर यता जसरी अघि यो बाटो थियो खोलाको त्यसरी नै अहिले समस्याको काम गर्दैछौँ देख्न सक्नुहुन्छ तपाईँहरू यसपछि हामीहरू माछा भाग हालेर माछा भाग हालेर अनि घर जान्छौँ देख्न सक्नुहुन्छ माछा सक्नुहुन्छ गाइस यता मान्छे सब छन् सक्नुहुन्छ अब यहाँ बाटोघाटो बनाउँदैछौँ हामीहरू जसरी खोलाको थियौँ त्यसरी नै बाटोघाटो बनाएर गर्ने हो ओके गाइज हामीले अहिले माछा मारेर यहाँ माछा भाग हाल्दैछौँ देख्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ माछा भाग हालेर कति भाग पर्छन् हेर्न सक्नुहुन्छ अलि घर जानुपर्ने हामीले 4-5 कसरी भागु अनगिन्ती यता देख्न सक्नुहुन्छ माछा कसरी मिलाएर दियो भने ओके गाइज अहिले चाहिँ हामीहरू माछा मारेर टक्क भाग साग हालेर घर जाँदैछौँ देख्न सक्नुहुन्छ यस्तै माछा हाम्रो भागमा परेको माछा चाहिँ यो है देख्न सक्नुहुन्छ गाइज अब चाहिँ घर गएर माछा काटकुट गरेर टक्क
सागसब्जी पकाएर खानुपर्छ। ओके गाइस, आजको भ्लग कस्तो लाग्यो तपाईँहरूलाई हेरेर कमेन्ट गरेर भन्नु होला। म अर्को यस्तै भिडियो लिएर आउनेछु फेरि पनि। आजको भिडियोमा यति नै गाइस। ओके, बाई बाई गाइस।